नमस्कार, म सागर घिमिरे। म सागर ट्याक्स कन्सल्टेन्सीको सञ्चालक। आज तपाईँहरूलाई म एउटा के कुरा जानकारी गराउन चाहन्छु भने अहिले जुन आइरहेको छ यो जुन एमआरपी भन्ने विषय, यो एमआरपी कसरी डिसाइड गर्ने उद्योगले या इम्पोर्टरले भन्ने कुराहरूमा धेरै कुराहरूको मान्छेको गुनासो सुनिराखिया छ। वास्तवमा एमआरपी कसरी डिसाइड गर्ने त? कतिपय व्यापारीहरूले के भनिदिनुहुन्छ भने म आज एज इम्पोर्टर हो, मेरो कस्टिङ यति परेको छ, मैले बेच्ने रेट एमआरपी हाल्ने हो कि अन्तिम उपभोक्ताले पाउने प्राइस एमआरपी हाल्ने हो भन्ने कुरा आइरहेको छ। अझ इम्पोर्टरमा त के समस्यासम्म देखियो भने हामी 100 रुपियाँमा नेपालमा ल्याउँदैछौँ त्यो प्रोडक्ट, मेरो 100 रुपियाँ कस्टिङ परिरहेको हुन्छ। अब त्यो मैले कन्ज्युमरसम्म पुग्दा होलसेलर रिटेलर सबै जोड्दाखेरि त मोटामोटी 170-80मा एमआरपी परिरहेको छ त्यो सामानको। अब यस्तो अवस्थामा चाहिँ हामीले एमआरपी 180 राख्दै गर्दा भन्सारले हामीलाई अब तपाईँले त 180 राख्नु भएको छ, 180कै तपाईँले भन्सार बुझाउनु पर्छ भन्छ कि भन्ने किसिमको त्रासहरू पनि देखिरहेको छ। त्यो कुरामा चाहिँ म तपाईँहरूलाई के सचेत गराउन चाहन्छु भने एमआरपी भनेको अन्तिम उपभोक्ताले पाउने प्राइस हो। त्यो तपाईँको कस्टिङसँग कुनै रिलेटेड छैन। तपाईँ रिलेटेड छैन भन्दैमा 100को सामानको एमआरपी 1000 रुपियाँ बन्दैन। त्यो अहिलेको सिनारियोमा अलिक कमै छ। अब तपाईँहरू कुनै भन्सार बिन्दुबाट लिएर आउनुहुन्छ, मानौँ मेची भन्सारबाट लिएर आउनुहुन्छ, तपाईँ इम्पोर्टर एज बिर्तामोडको हुनुहुन्छ भने तपाईँले बिर्तामोडसम्मको कस्टिङलाई एउटा कस्टिङ मानिन्छ, जुन भन्सार प्रज्ञापनमा अलरेडी इन्क्लुडेड हुन्छ त्यो कुराहरू। त्यसमा तपाईँले लोडिङ अनलोडिङसम्म जोड्न सक्नुभयो। त्यहाँदेखि तपाईँले मानौँ तपाईँको त्यो प्रोडक्ट कहाँसम्म जान्छ त? ताप्लेजुङ जान्छ कि धरान जान्छ कि होइन, इटहरी जान्छ कि काठमाडौँ नै जान्छ कि? अब यी सबै कुराहरूलाई तपाईँहरूले मध्यनजर गरेर एउटा एमआरपी क्रिएट गर्न सक्नुहुन्छ। जस्तो अब ताप्लेजुङ जान्छ भने तपाईँको प्रोडक्ट यहाँदेखि ताप्लेजुङसम्मको तपाईँले भाडा पनि जोड्नु पऱ्यो है। अब कति लाग्छ एउटा हामीसँग इस्टिमेट रेट त हुन्छ, तपाईँका व्यापारी होलान्, उहाँ होलसेलर होलान्, रिटेलर होलान्, उहाँहरूसँग तपाईँले समन्वय गरेर पनि सक्नुहुन्छ तपाईँलाई यहाँसम्मको कस्टिङ कति पर्छ। अनि त्यहाँबाट उपभोक्तालाई तपाईँले त्यो रिटेलरले खाने मार्जिनसहित जोडेर चाहिँ तपाईँले त्यसमा एमआरपी राख्नुपर्ने हुन्छ। जस्तो कि अब नर्मल्ली भ्याटमा दर्ता भएको जो पनि भ्याटमा दर्ता हुनुहुन्छ उहाँहरूलाई चाहिँ के लाग्छ भने कस्ट भनेको तपाईँको विदाउट भ्याट हुन्छ प्राय है, विदाउट भ्याटै हामी कस्टिङ निकाल्छौँ। र एमआरपी लेख्दै गर्दाखेरि चाहिँ अन्तिम उपभोक्तामा पुग्दाखेरि चाहिँ हामीले त्यसमा एमआरपीमा तपाईँको कस्ट जति निक्लिएको छ लास्टमा मार्जिनसहित जोडेर तपाईँलाई भ्याट पनि जोडिदिनु पर्ने हुन्छ, ताकि सेल्स बिलमा तपाईँको लास्ट एमआरपीमा ठ्याक्कै देखिँदाखेरि उहाँले इन्क्लुडेड भ्याटसहितको एमाउन्ट पाउनुपर्ने हुन्छ। यो रह्यो इनपुटको कुरा। अब तपाईँलाई के भन्छ भने उद्योगबाट तपाईँ आफै नेपालको उद्योग हुनुहुन्छ, उद्योग सञ्चालन गरिराख्नु भएको छ भने अब उद्योगबाट पनि तपाईँहरूले केसम्म गर्नु? अब सामान्य अब सानो उद्योगको हकमा बोलिरहेको छु म। एकदम ठुलो वाइल्ड अब त्यो चाउचाउ लेभलको उद्योग होइन, तपाईँको सिमेन्ट लेभलको उद्योगको लागि म त्यति क्यापेबल छैन यो कुरामा जानकारी गराउन। तपाईँ सामान्य एउटा घरेलु उद्योग चलाइराख्नु भएको छ होइन, केही प्याकेजिङ गरेर बेचिराख्नु भएको छ होइन, तपाईँको र मेटेरियल आउँछ, प्याकेजिङ गर्नुहुन्छ, बेच्नुहुन्छ, तपाईँको लोकल मार्केट छ, एकदम एउटा डिस्ट्रिक्टबाट अर्को डिस्ट्रिक्ट मात्रै छोटो दूरीको डिस्ट्रिक्ट छिमेकी डिस्ट्रिक्ट्समा मात्रै जान्छ होइन, लङ ट्राभल छैन भनी उदाहरणका लागि तपाईँको अब एउटा थुक्पा भनौँ है, नुडल्सको भयो, अब रह्यो चिया उत्पादक भयो, प्याकेजिङ हुनुहुन्छ उहाँहरू, जस्तो गार्मेन्ट रह्यो, यस्ता कुराहरूको लागि चाहिँ के भन्छु भने तपाईँले प्याकेजिङ गर्दा लेबलिङ गर्दाखेरि जुन एमआरपी हाल्दै हुन्छ त्यो एमआरपीको कुरामा चाहिँ के गर्नु पऱ्यो भने तपाईँको उत्पादन लागत सबै निकाल्नु पऱ्यो होइन। उत्पादन लागत तपाईँको पर पिस निक्लिहाल्छ होइन, तपाईँ प्राय पर पिसमै राख्नुपर्ने हुन्छ प्रोडक्टहरू, प्राय दर्जनभन्दा नि पर पिसै राख्दाखेरि तपाईँहरूलाई सजिलो हुन्छ। किनभने अन्तिम उपभोक्ताले के प्रयोग गर्छ भन्ने कुरालाई चाहिँ मध्यनजर गरेर गर्नु पऱ्यो। जस्तो कि दर्जन युज गर्छ भने दर्जनमै प्याकेजिङ गर्दा भयो तपाईँले है। अब पर पिस युज गर्छ भने पर पिसकै तपाईँले एमआरपी राखिदिनु पर्ने हुन्छ।
अब कुनै प्रडक्ट तपाईँलाई 100 रुपियाँमा तपाईँले कस्टिङ गरिवरी सबै आयो भने अब त्यस पछाडि तपाईँले खाने अधिकतम मार्जिन कति हो भन्दाखेरि नेपाल सरकारले अहिले पहिलाको 20% लाई अनलिमिटेड बनाइदिएको छ हैन। अब तपाईँलाई 20% मार्जिनभित्र तपाईँको मार्केटिङ कस्टहरू एडमिनिस्ट्रेटिभ कस्टहरू सबै कभर गर्ने देखिन्छ भने तपाईँले 5%। अब उद्योगको हकमा चाहिँ के हुन्छ भने रिटेलरमा होलसेलरमा जाँदाखेरि त्यस्तो धेरै मार्जिन राखेर गरिँदैन। भोल्युममा काम गर्ने भएर नर्मल्ली तपाईँ एभरेजमा 15% राखिदिनुहोस् है। तपाईँले 15% खाँदै गर्दाखेरि त्यसपछि होलसेलरमा गएर त्यो प्रोडक्ट कति समयसम्म बस्ने खालको प्रोडक्ट हो, महिनै पछि बेच्ने हो कि एकै महिना ल्याएर तपाईँको 3 महिनामा बेचिसक्नुपर्ने हो कि, त्यो कुरालाई पनि मध्यनजर गरेर उसको कस्टिङ निकालिदिएर त्यस पछाडि तपाईँको रिटेलरसम्म पुग्दा हैन, रिटेलरबाट कन्ज्युमरमा पुग्ने एउटा पिरियड हुन्छ, ड्युरेसन हुन्छ। त्यो ड्युरेसनलाई पनि सबै कुराहरूलाई तपाईँले कस्टिङ निकालेर एटलिस्ट कोही अन्तिम कन्ज्युमरले पनि त्यो एमआरपी भन्दा कम्तीमा किन्न पाओस्, केही प्रब्लम भएन, उसले डिस्काउन्ट पाउन सक्छ। तर एमआरपीलाई चाहिँ एकदम कम्ती गरेर गर्नुभयो भने चाहिँ तपाईँको अन्तिम उपभोक्तासम्म पुग्दाखेरि के हुनसक्छ भने रिटेलरबाट भोलि व्यवसाय नहुनसक्छ। एमआरपी तपाईँले कम्ती दिनुभयो, मलाई 5% मार्जिन छ, 5% मार्जिनले मेरो कर्मचारी चल्दैन, मेरो एडमिनिस्ट्रेटिभ चल्दैन भन्ने गुनासोहरू पनि आउन सक्छ। त्यो भएर एमआरपी राख्दाखेरि चाहिँ एकदम तपाईँहरूले ती कुराहरूलाई पनि ध्यान दिनुहोस्, ताकि रिटेलरले पनि कन्ज्युमरलाई दिँदाखेरि एमआरपी भन्दा 2-4 पैसा सस्तै दिँदा पनि त्यो प्रोडक्टले तपाईँको भोलिको दिनमा बजार लिन सक्छ। हामीले त व्यापारिक हितलाई पनि हेर्नु पऱ्यो हैन। त्यो भन्दै गर्दाखेरि एमआरपी पनि तपाईँको 100 को 1000 राख्ने कुरो पनि आएन। एउटा चार्ट बनाउने है आफैले। अब तपाईँको एकाउन्ट हुनुहुन्छ होला, तपाईँको प्रोडक्सन म्यानेजर हुनुहुन्छ होला, को हुनुहुन्छ, अब यो एमआरपी राख्ने त किन पोर्टर हुन्छ कि तपाईँको उद्योग सञ्चालक हुन्छ। यदि दुईटामा मात्रै एमआरपी युज हुन्छ, यहाँ ल्याएर तपाईँको कस्टमरले एमआरपी लाउने सिस्टम हुँदैन, त्यो गर्नु पनि हुँदैन हैन। उद्योगमै एमआरपी लागेर आउनुपर्ने हुन्छ। त्यो भइसकेपछि तपाईँहरूले के गर्नु पर्यो भने अब तपाईँको प्रोडक्सन म्यानेजरको अलिकति ड्युटी बढ्ने भयो त्यो एमआरपीको लागि। अब त्यसरी चाहिँ तपाईँले एमआरपी क्रिएट गर्न सक्नुहुन्छ। अब एमआरपी सम्बन्धी तपाईँहरूलाई थप केही जनगुनासो छ, मैले त क्यालकुलेट गर्नै सकिनँ हैन, यो त कुनै पनि हालतमा मेरो सम्भवै छैन, मसँग त भेरियस आइटम छ भन्नुहुन्छ भने त्यसको लागि फिजिकली नसके पनि अनलाइनबाट मैले परामर्श दिने गरेको छ हैन। तपाईँको प्रोडक्सन कस्ट निकाल्नेदेखि लिएर त्यो के गर्न सकिन्छ तपाईँको एकाउन्टसँग हामी समन्वय गरेर गर्न सकिन्छ। कतिपय अवस्थामा कस्ट पनि लाग्न सक्छ, कतिपय सानो उद्योगी हुनुहुन्छ, सामान्य अब कर्मचारी पनि एउटै कर्मचारीले सबै कुरा हेरिरहेको अवस्थामा तपाईँलाई गाह्रो भएको अवस्थामा हामी फ्री अफ कस्ट पनि गर्दैछौँ हैन। अब त्यो चाहिँ समयअनुसारले हुन्छ। अब तपाईँको 1-1.5 घन्टा तपाईँलाई समय दिँदाखेरि नर्मल्ली तपाईँको प्रब्लम सल्भ हुन्छ भने त्यसमा हामी कस्ट लिँदैनौँ। तर त्यसलाई चाहिँ अब 1-2 दिन 2-4 दिनै लाग्ने अवस्था आयो, सबै कुराको तपाईँहरूलाई जानकारी गराउनु पर्ने भने त्यस्तो लागि चाहिँ हामी शुल्क लिएर पनि काम गर्न तयार छौँ। थप जानकारीका लागि के आवश्यक परे मलाई सम्पर्क गर्नुहोला। सागर ट्याक्स कन्सल्टेन्सी, बिर्तामोड झापा। फोन नम्बर 9817 960119। हस्, धन्यवाद।